हिमाली काखमा अवस्थित एउटा सानो र शान्त गाउँ। त्यही गाउँको एकादेशमा समर्पण नाम गरेको एउटा युवक बस्थे। समर्पण पेसाले चित्रकार थियो। उसको हातमा अद्भुत कला थियो। उसले क्यानभसमा खिचेका चित्रहरूमा मानव साँच्चै सास फेरिरहेको आभास हुन्थ्यो। तर अरूको जीवनमा चित्र मार्फत रङ भर्ने समर्पणको आफ्नै जीवन भने रङहीन जस्तै थियो। उसको मनभित्र एउटा यस्तो चोट थियो जुन कसैले देख्न सक्दैनथे। त्यो चोट थियो एउटा टुटेको मनको। केही वर्ष अघि समर्पणले आकृति नामकी केटीलाई आफ्नो सर्वस्व मानेर प्रेम गरेको थियो। उनीहरूका सपनाहरू एउटै थिए, भविष्यका योजनाहरू एउटै थिए। तर समय र परिस्थिति सधैँ सोचे जस्तो हुँदैन। आकृतिको परिवारले उनीहरूको सम्बन्धलाई स्वीकार गरेन र सहरको एउटा धनी परिवारमा आकृतिको विवाह गरिदिए। आकृतिले जाँदा जाँदै समर्पणलाई भनेकी थिइन्, मलाई बिर्सिदेऊ समर्पण, हाम्रो भाग्यमा साथ लेखेकै रहेनछ। त्यस दिनदेखि समर्पणको मन टुक्रा टुक्रा भएको थियो। उसले गाउँका मानिसहरूसँग बोल्न छाड्यो, हाँस्न छाड्यो। उसले केवल आफ्ना पीडा, आँसु र टुटेको मनका भावहरूलाई क्यानभसका रङहरूमा पोख्न थाल्यो। उसले बनाएका चित्रहरूमा सधैँ उदासी, अधुरा सपना र अँध्यारो झल्किन्थ्यो। गाउँका मानिसहरू भन्थे, समर्पणको शरीर त यहाँ छ, तर उसको मन भने धेरै अघि मरिसक्यो। एक शरद ऋतुको साँझ गाउँको पुरानो चौतारीमा समर्पण एक्लै बसेर चित्र बनाइरहेको थियो। त्यसै बेला त्यहाँ अनुष्का नामकी केटी आई। अनुष्का सहरकी एउटा सामाजिक संस्थामा काम गर्थिन् र गाउँका बालबालिकालाई पढाउनका लागि केही महिनाका लागि त्यहाँ आएकी थिइन्। अनुष्का स्वभावले निकै शान्त, गम्भीर र दयालु थिइन्। अनुष्काले केही दिनदेखि समर्पणलाई नियालिरहेकी थिइन्। उसले समर्पणका चित्रहरूमा एउटा गहिरो रोदन देखिन्। त्यो रोदन बाहिरको संसारका लागि अदृश्य थियो, तर चित्र बुझ्नेका लागि प्रष्ट थियो। अनुष्का बिस्तारै समर्पणको नजिक गई र उसको चित्रतिर हेर्दै भनिन्, चित्र धेरै सुन्दर छ, तर यसमा धेरै पीडा लुकेको छ। क्यानभसका यी फुटेका धर्साहरूले कुनै टुटेको मनको कथा भनिरहेका छन्। समर्पणले क्यानभसबाट ध्यान हटाएर अनुष्कातिर हेर्यो। उसले चिसो स्वरमा भन्यो, टुटेको मनको कथा कसैले बुझ्न सक्दैन मिस। मानिसहरू त केवल बाहिरी रूप र सफलता हेर्छन्। भित्र कतिवटा सपनाहरू फुटेका छन्, त्यसको हिसाब कसैले राख्दैन। अनुष्काले समर्पणको छेउमा बस्दै भनिन्, म बुझ्न सक्छु समर्पण, तर के तिमीलाई थाहा छ, सिसा टुट्यो भने त्यसले अरूलाई घोच्छ, तर मन टुट्यो भने त्यसले मानिसहरूलाई झनै गहिरो र परिपक्व बनाउँछ। टुटेको मनलाई सधैँ अँध्यारोमा राख्यौ भने तिमी आफै समाप्त हुनेछौ। त्यस दिनपछि अनुष्का र समर्पणको भेट नियमित जस्तै हुन थाल्यो। अनुष्काले समर्पणलाई कहिल्यै उसको विगतबारे उनी केवल समर्पणका कुरा सुन्थिन्, उसलाई साथ दिन्थिन् र उसभित्र हराएको जीवनप्रतिको आशालाई फेरि जगाउने प्रयास गर्थिन्। समय बित्दै गयो। अनुष्काको सादगी उसको
सकारात्मक सोच र निस्वार्थ व्यवहारले समर्पणको मनमा बिस्तारै प्रभाव पार्न थाल्यो। समर्पणले महसुस गर्यो कि अनुष्कासँग बिताएका क्षणहरूमा उसले आफ्नो विगतको पीडा बिर्सदै गएको छ। एक दिन समर्पणले अनुष्कालाई सोध्यो, अनुष्का, तिमी किन म जस्तो उदास र टुटेको मानिसको पछि लागिरहेकी छौ? म त एउटा यस्तो मान्छे हुँ जसको मन पहिले नै भत्किसकेको छ। अनुष्काले मुस्कुराउँदै भनिन्, समर्पण, जापानमा एउटा अनौठो कला छ जसलाई किन्त्सुगी भनिन्छ। त्यसमा फुटेका वा टुटेका माटाका भाँडाहरूलाई सुनको लेप लगाएर जोडिन्छ। जोडिसकेपछि त्यो भाँडा पहिले भन्दा पनि बढी सुन्दर र मूल्यवान देखिन्छ। मानिसको मन पनि त्यस्तै हो। टुटेको मनलाई जब साँचो प्रेम, सहानुभूति र बुझाइको सुनौलो लेप पाइन्छ, तब त्यो मन पहिले भन्दा धेरै बलियो र सुन्दर बन्छ। अनुष्काका यी शब्दहरू समर्पणको मुटुमा सिधै पुगे। उसलाई लाग्यो साँच्चै उसको मुटुको मनमा पनि फेरि आशाको किरण छाउन सक्छ। उसले अनुष्काको आँखामा आफ्नो लागि एउटा साँचो र निस्वार्थ प्रेम देख्यो। कार्तिकको महिना थियो। अनुष्काको गाउँमा बस्ने म्याद सकिन लागेको थियो। उनी सहर फर्किने तयारीमा थिइन्। जाने अघिल्लो दिन समर्पणले अनुष्कालाई त्यही चौतारीमा बोलायो। यस पटक समर्पणको हातमा एउटा नयाँ चित्र थियो, तर यो चित्र अघिल्ला चित्रहरूभन्दा पूर्ण रूपमा फरक थियो। यसमा कुनै अँध्यारो थिएन, कुनै फुटेका धर्साहरू थिएनन्। चित्रमा एउटा सुन्दर बिहानको दृश्य थियो, जहाँ घामको झुल्के घामले पहाडका टाकुराहरूलाई सुनौलो बनाइरहेको थियो र त्यो चित्रको तल समर्पणले लेखेको थियो, टुटेको मनको पुनर्जन्म। समर्पणले त्यो चित्र अनुष्कालाई दिँदै भन्यो, अनुष्का, मेरो मन टुटेको थियो। म जीवनबाट हार खाइसकेको थिएँ, तर तिमीले मेरो त्यो टुटेको मनलाई आफ्ना भावना र प्रेमले यसरी जोड्यौ कि म फेरि बाँच्न थालेको छु। यदि तिमीले मेरो साथ दियौ भने म बाँकी जीवन यो नयाँ आशासँग बाँच्न चाहन्छु। अनुष्काका आँखाहरू खुसीका आँसुले भरिए। उनले समर्पणको हात थाम्दै भनिन्, टुटेको मनलाई फेरि जोड्न पाउनु र त्यसमा मुस्कान भर्न पाउनु नै मेरो जीवनको सबैभन्दा ठुलो सफलता हो। समर्पण, म सधैँ तिम्रो साथमा रहनेछु। जीवनमा धोका, बिछोड वा निराशाले गर्दा मन टुट्नु स्वाभाविक हो। टुटेको मनले मानिसलाई केही समयका लागि अँध्यारोमा धकेल्न सक्छ, तर जीवन त्यही सकिँदैन। सही समय, सही मान्छेको साथ र सकारात्मक दृष्टिले टुटेको मनलाई पनि फेरि जोड्न सकिन्छ र जीवनलाई अझ सुन्दर ढङ्गले अगाडि बढाउन सकिन्छ। यस कथालाई अन्त्यसम्म सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धन्यवाद। यदि आजको यो कथाले तपाईँको मन छोयो वा केही सन्देश दियो भने कृपया कमेन्ट, लाइक र सेयर गर्न नबिर्सनुहोस्। तपाईँको साथले हामीलाई अझ राम्रो कथा ल्याउन प्रेरणा दिनेछ। यस्तै मन छुने कथाहरूका लागि एसके आत्मकथा च्यानललाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकनलाई थिच्नुहोस्। तपाईँको माया र साथप्रति धन्यवाद। अर्को कथासहित फेरि भेटौँला। तबसम्मका लागि नमस्कार।